नेपालको गौरवशाली आयोजनामध्ये एक फास्ट ट्र्याक आयोजना जो कि तराई मधेस मार्ग छिटो र छरितो यातायातका साथै सामान ढुवानी गर्न सहज हुने देखिन्छ। 72.5 किलोमिटरको यो आयोजनाको सडक खण्ड सञ्चालनपछि म्याक्सिमम स्पिड 120 किलोमिटरको प्रति घण्टा रहनेछ। नेपाली सेनाको निर्माण व्यवस्थापनमा अघि बढाएको यो फास्ट ट्र्याक फेरि थप गरी 2081 सालमा सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको पाइन्छ। 2074 साल वैशाखमा यस आयोजनालाई सरकारले नेपाली सेनालाई जिम्मा दिएको थियो। जिम्मा पाए पनि आयोजनाको डिपिआर स्वीकृतिले गर्दा सेनालाई 2 वर्ष लागेको थियो, जस अनुसार 2076 साल भदौमा मात्रै यसको डिपिआर स्वीकृति भएको थियो। नेपालकै पहिलो तथा आधुनिक फास्ट ट्र्याक भएकोले अन्तर्राष्ट्रिय कम्पनीदेखि परामर्शदाता समेत यस आयोजनामा संलग्न रहँदै आएका छन्। यस आयोजनामा सुरुङ मार्गको प्रक्रिया पनि अघि बढेको छ। भौगोलिक कठिनाइका बावजुद पनि यस आयोजनाका कामहरू अघि बढिएको देखिन्छ। 0 किलोमिटर भनिएको ललितपुरको खोकनामा भने यसले गति लिन सकेको छैन। स्थानीय बासिन्दाले मुआब्जाको विषयमा तानिएकोले 0 किलोमिटरमा ढिलाइ हुन गएको हो। ठेकेदार कम्पनीले यसरी बताउँदै आएका छन्। आयोजनाको मुख्य ठाउँहरू सुरुङ मार्ग र ठूला पुलहरूको काम भने धमाधम भएकोले समयमै सकिने जनाइएको छ। यस आयोजनाको शिलान्यास तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले 2074 साल जेठ 14 गते बाराको निजगढमा गर्नुभएको थियो। पछिल्लो अपडेट अनुसार यस आयोजनाको भौतिक प्रगति भने 22% र वित्तीय चाहिँ 15% रहेको छ। नेपालकै जटिल आयोजना मध्येको एक यस फास्ट ट्र्याकले सम्पन्नता पाउन भने निकै कठिनाइ देखिएको छ। नेपाली जनताको निकै चासोको विषयमा बनेको यस उक्त आयोजनामा निर्माण सम्पन्नको प्रतीक्षामा रहेको र सरकारले पनि ध्यानाकर्षण गर्न आवश्यक देखिन्छ।